नमस्ते अनि स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। आजको यस भ्लगमा पनि हामी लोन भन्ने ठाउँमा फिसिङ गर्न गइरहेका छौं। कति बजे मिलाएर राख्नु न। ठुल्ठुलो रड पनि हाल्दिनु होला। बिहान 7 बजे छ, केटाहरू बल्छी लिएर चढ्छ रेडी। हामी भने काम गर्दैछ जानमा त्यो फिसिङ जाने सर हेरौँ हालेर केटाहरू रेडी गरिरहेको सर। हाम्रो सब फिसिङ रडहरू अनि यसमा चाहिँ तपाईँको माछाको बेडहरू प्लस अरू इक्विपमेन्टहरू छ। अनि अर्कोमा चाहिँ हाम्रो लन्च ब्यागहरू भइहाल्यो, त्यति नै हो सर, अरू त केही छैन। माथि हेर्नु त बादल पुरै बादल लागिरहेको छ। केटाहरू भन्दैछ नि यस्तो बेलामा माछा धेरै पर्छ। हेर्छु आज माछा चाहिँ कतिको पर्छ है केटाहरू। यहाँनिर चाहिँ हामी माछाको लागि चारो खोज्दैछौँ है गाइस। कफी खान नपरे केटाहरू मर्नु भएर उठाएको चाहिँ 2 घन्टा अगाडि। अहिलेसम्म झुक्कु झुक्कु निन्दले हानेर गाह्रो पऱ्यो हिँड्छ। यहाँ कफी हुन्छ नि 2 घन्टा अगाडि अनि 2 घन्टा पछाडि हुन्छ नि, त्यो भनेको माछा एक्टिभ हुने टाइम हो। त्यस्तो बेला चाहिँ माछा पर्ने सम्भावना धेरै। माछा एक्टिभ हुने टाइम हो भन्छ क्या। माछा एक्टिभ भनेको बिहानै बेलुका खानालाई एक्टिभ हुन्छ। अनि हाई टाइड भएको बेलामा अब त्यो पानीको लेभल बढ्छ नि त। अनि त्यतिखेर उसको नजिक आउने, खोलाको नजिक के अरे तिर नजिक आउने कारण त्यही हो। एक्सपेक्टेसन आजको अलिक धेरै नै छ। एक्सपेक्टेसन आज अलिक कमै राख, किनभने हामी जाँदा फेरि लो टाइडमा जान्छ कि हामी। अब ठाउँ हेरेर हुन्छ, कुनै ठाउँमा लो टाइडमै माछा पर्ने हुन्छ, कुनै ठाउँमा हाई टाइडमा हुन्छ, त्यो हुन्छ नि। वेदर आजको वेदर हेरेर उस चाहिँ अस्ट्रेलियन स्यामनको चाहिँ चान्सेस धेरै छ, त्यही हो। गाइज बाटो बन्द भएको कारणले गर्दा हामी आज यहीँबाट झोलाहरू सामान लिएर जानुपर्ने अवस्था भयो है। केटाहरूलाई चाहिँ के को रमाइलो हो, म चाहिँ केटाहरूको खुसीमै रमाउँदै हिँडिरहेको छु। पानी चाहिँ पर्ला जस्तो नि छ, नपर्ला जस्तो नि छ। जीवन सर सर कुन चाहिँ तपाईँको फेरि कन्फ्युज? हामी चाहिँ यहाँ कफीमा कन्फ्युज भइरहेको छ होइन गाइस। मेरो हो जस्तो लाग्यो। फेरि सी बान्ने सर। ल ल त यात्रा कस्तो भयो त नि, ल भन्नु नि त। यहाँ लन्चसम्मको फ्रम मेलबर्न टु जिलोङ स्टे हाम्रो क्याम्प त्यहाँ भयो। अनि त्यसपछि हामी यहाँ लन्चसम्म आइपुग्दाको यात्रा यसो समग्रमा भनिदिनु पऱ्यो कि सर। समग्र भन्नुपर्दाखेरि 4 दिनको डबल कामपछि हिजो काम सकेर घर गएर घरबाट जियोस् मेलबर्नबाट अलमोस्ट 1 घन्टा 5-10 मिनट जस्तो ड्राइभमा सिधै आयो। राति 2-3 घन्टाको सुताइ भयो हामी सबैजनाको। अनि बिहान निन्द्रामा उठेर त्यसपछि 1 घन्टा जस्तो ड्राइभमा यहाँ हामी लोन भन्ने ठाउँमा आएको छौँ। एकछिन हामीलाई यो मौसमले चाहिँ साथ दिएको छैन, तर मौसमलाई च्यालेन्ज गर्दै हामी होइन आज पानी परोस् कि यहाँ तुफान आयो भने पनि हामी रोक्नेवाला छैनौँ क्या। आज यहाँको माछा मऱ्यो क्या, यो चाहिँ सम्झिनु मेरो अठोट हो र हाम्रो टिमको अठोट नै हो। आज हामीले यो आइस्की हो कि इस्की के हो, यो इस्की भरे माछा टनाटन लिएर मैले काममा लगेर यी पिस अफ द डे राख्ने विचार गरिरहेको छु। हस्, थ्याङ्क यू सो मच फर यो टाइम होइन। तपाईँको चाहिँ फिसिङ एक्सपिरियन्स चाहिँ लामै समयदेखिको हो होइन दाइ? तर यहाँ 2-3 चोटि भन्दा धेरै माछा परेको छैन मलाई। 2-3 चोटि होइन, माछा चाहिँ परोस् नपरोस् तर तपाईँसँग एक्सपिरियन्स चाहिँ छ नि त। सो वी अल डिपेन्ड अन यु होइन, जे भयो नि। अनि कस्तो भइरहेको छ त नि अहिले? आज बिहान यात्रा गरियो, तपाईँलाई डिस्टर्ब पनि भयो होला सायद तपाईँको डे टु डे लाइफ? डे टु डे लाइफलाई के डिस्टर्ब हुने, माछा मार्नु निस्किनु नै ठुलो कुरा हो। एक्लै भएर निस्के ननिस्के जु भइसक्यो। ठिक छ दाइ। ल हुन्छ, अब के गर्नुपर्छ दाइ होइन त? लेट्स गो दाइ। लेट्स गो। सर के काट्दै सर म चिकन माछामा नभए चिकन काटिरहेको सर। यो चाहिँ हाम्रो माछा मार्ने सामग्रीहरू गाइज। अहिले चाहिँ बिहानको 10 बज्यो।
यहाँ माछा मार्ने मान्छेहरू चाहिँ टन्नै हुनुहुन्छ। आई थिङ्क बिहानैदेखि आएर यहाँ बस्नुभएको छ जस्तो लाग्यो। र यतापट्टिको साइडको सबै फिसिङ स्पटहरू अलमोस्ट बिजी नै छ, खालि कुनै पनि छैन। सो हामी चाहिँ अर्को साइडतिर बस्नु पर्यो। माछा मारिसकेपछि माछा सफा गर्नको लागि ठाउँ पनि रहेछ। यदि तपाईँहरू पनि फिसिङ जाँदै हुनुहुन्छ भने पोर्टेबल चेयरहरू लिएर जानुहोला, तपाईँहरूलाई सजिलो हुन्छ बस्नको लागि। आज यहाँ चाहिँ म्याराथन समथिङ के भइरहेको रहेछ होइन, अनि त्यो भएको कारणले गर्दाखेरि गाडी बाटोमा रोकेर आउनु पऱ्यो। अहिले भने फेरि हामी पैदल यात्रामा गाडी लिएर जाँदैछौँ। त्यसपछि फेरि अर्को 2 घन्टादेखि म्याक्सिमम् 3 घन्टा बसिन्छ होला नि सर। त्यहाँभन्दा धेरै बस्यो भने त गाह्रो हुन्छ। बेलुका फेरि ट्रेनिङ जानु छ, 2 घन्टा सुतेर माछा मार्ने भनेर आएको, माछा परेन भने त सिधै चल्नुपर्छ मेलबर्न। भलिबल खेल्नु पऱ्यो नि, ट्रेनिङ गर्नु पऱ्यो, टुर्नामेन्ट आउँदैछ। तर खासै धेरै सुते छैन सर। खेल्न सकिन्छ होला त? तर के खेलिन्छ होइन, खेल्न चाहिँ खेलिन्छ तर के खेलिन्छ भन्दै हुन्छ सरले। यो चाहिँ हो कि जस्तो लाग्यो मलाई यार। खेल्न चाहिँ खेल्ने तर के खेल्ने मैले उठेर हिँडेको थिएन। आज चाहिँ एउटै बाटोमा 2 चोटि हिँड्नु पऱ्यो। अघि चाहिँ बाटो बन्द भएर हजुर गाडी बिचैमा राखेको भएर अलमोस्ट यो 1.5 किलोमिटरभन्दा बढी हिँड्यो। धेरै पछि हिँडेर के लागिरहेको छ मलाई एकदम खुसी लागिरहेको छ। किन भन्दा अस्ति आएर खासै यति धेरै हिँडेको छैन। आज हिँडायो। खासमा हामी आएको फिसिङ हो, तर यो मर्निङ वाक पनि भयो क्या। हजुर भोक लाग्यो चना अन्डा अन्डा छ सर। अहिले चाहिँ त्यो धेरै हिँडेर होला पटिसक्यो कि। अब चाहिँ तपाईँ चना र अन्डा खाएर फेरि फुर्तिलो भएर फेरि दौडिनु पर्छ। माछा च्याप 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 समाउनु पऱ्यो। हुन्छ सर, हुन्छ ल, डन। फाइनल्ली यहाँको वरिपरिको बाटो चाहिँ अब खुलेछ। आई थिङ्क यहाँको म्याराथन सकियो जस्तो लाग्यो मेरो विचारमा होइन। त्यही भएर यहाँको बाटो अघि यहाँ पुरै रोड क्लोज भनेर पुरा यताबाट गाडी छिर्नु दिएको थिएन। त्यही भएर हाम्रो गाडी पनि यहीँ छ। तर अहिले कति 2-3 घन्टा पछि चाहिँ यहाँको बाटो खुलेको छ। ल गाइस, फाइनल्ली हामी गाडी लिएर जाँदैछौँ है। अहिले भने हावाले सेकेर गाह्रो पाइरहेको थियो। अब यहाँ हिटर तातो भएर बल्ल क्या आनन्द आयो क्या होइन सर। एकदम सर, हावाले सेकेर कान र नाक रातो भएको थियो, अहिले चाहिँ तातो भयो। माछा मार्न आउँदाखेरि यस्तो पानी पर्ने होइन नि यार। अरूलाई बिजोग पार्ने, अरूलाई अप्ठ्यारो पार्ने काम गर्नु हुँदैन। वेदरले पनि फक्क पारेर आज आएर यति कुरो बुझ्नुपर्ने। अब चाहिँ के भन्छ, टाइड माथि आउँछ जस्तो लाग्यो पानी परेर। पानीले नि अब समुद्रभरि पानी पऱ्यो भने त ओहो, अब चाहिँ माछा पर्छ होला। ल छाता छ नि त दाइलाई। हामीले व्यवस्था चाहिँ सब गरेछ। पानी पऱ्यो भने छाता छ, घाम लाग्यो भने के छ, घाम लाग्यो नि छाता छ। हामीले त्यो मल्टिपर्पजको लागि युज गरेको छाता। गाइज हेर्नु त, माछा मार्न आउँदा यस्तै पानी पर्ने हो, हामीलाई हेप्ने हो। यस्तो गर्ने, यसरी पानी पऱ्यो भने हामीले माछा कसरी मार्ने? गाडीभित्र बसेर माछा मार्छ सर। सर अहिलेसम्म मारेन भित्र बसेर। यस्तो अवस्था यसरी हुन्छ। गाह्रो पऱ्यो गाइज, अहिले चाहिँ पानी पर्यो है। अहिले चाहिँ हामीलाई आफत पर्यो यार। माछा मार्न आएको तर यस्तो चाहिँ गर्न नहुने हो। वेदरले यस्तो धोका दियो। यो वेदर नै अघि भर्खर एकैछिनसम्म घाम लागिरहेको थियो, अनि भर्खरै यस्तो कसरी माछा मर्छ पानीमा रुच्दै। केटाहरूको इन्ट्रेस्ट यस्तो नि हुन्छ केटाहरूलाई। के माछा पर्यो अरे, ल सक्नु न या दौग्रे माछा 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 पर्यो। लास्टमा माछा भ्यागुता भयो है साथीहरू। माछा त कहाँबाट पर्नु हो, गाह्रो पऱ्यो। एकछिन अगाडि पानी परेको थियो, अहिले फेरि घाम लाग्यो। के भन्ने यस्तो वेदरलाई। बुढी हिस्यो गाइस। अब चाहिँ खतरा देखियो आकाशमा होइन सर। जहाँ हो बल खेल्नु। अब
के अब चना र अन्डा खान थाल्यो है रातो पो रातो आज हाम्रो यो सबै अर्गनाइज गर्ने भने हाम्रो सन्दीप सरले मलाई मरी धन्यवाद केटालाई भोला चाहिँ अनि भाइ बिस्किट किन लाग्छ जुस यो चाहिँ Dion sir, what are we having today? अन्डा चना चाउचाउ वाइ बेस्ट Hi. कस्तो छ सर? Thank you Sandeep sir for making this beautiful lunch. Hey. के हुन्छ यसलाई दाइ? टोटफिस लडेक सर. It's nice. आयो फेरि त्यही मरगडा. अहिले त सानो मरेछ अलि. मरगडा. ए मको बच्चा त चाले दिनको दाइले. ओइ. दाइ फेरि सेम पर्यो नि त. अहिले फेरि फाइनली अहिले चाहिँ खुसी लाग्यो है ल यति गरेछ किन छोडिदिएको फाइनली मासु पऱ्यो है गाइस अब चाहिँ दिउँसभरि यहीँ बसिन्छ होला सन्दीप सरलाई भने आज 3 चोटि नै टोड फिस परेको छ फाइनली आजको दिन फिसिङ गरेर सकिएको छ 2-4 वटा फिस चाहिँ पर्यो त्यति भने केटाहरू चित्त बुझाएर अब भने घर फर्किरहेको अवस्था गाडी प्याकअप भइसक्यो नाइस लक भइसक्यो ल